नमस्ते, म रविन भुजेल साउथ कोरियादेखि। यो भिडियो चाहिँ मैले जो साउथ कोरिया आउन लाग्नुभएको साथीहरू जसको फाइनल फ्लाइट आइसकेको छ र फाइनल फ्लाइटको प्रतीक्षामा बस्नुहुने साथीहरूको लागि चाहिँ एकदमै हेल्पफुल हुन्छ भनेर यो भिडियो बनाएको। मलाई धेरैजनाले मेसेज गर्नुभएको थियो, दाइ साउथ कोरिया आउने बेलामा के ल्याउनुपर्छ खानेकुराहरू, अनि के चाहिन्छ, कपडाहरू कस्तो कस्तो ल्याउनुपर्छ, के छ, अहिलेको जाडो कतिको छ भन्नुभएको छ होइन भनेर मेसेज गर्नुभएको थियो। अनि यो भिडियो चाहिँ सबैजनालाई अब जो कोरिया आउनु लाग्नुभएको साथीहरूलाई चाहिँ हेल्पफुल हुन्छ भनेर मैले यो भिडियो बनाउँदैछु। अब सुरुमा अब नेपालमाबाट आउने बेलामा यहाँ चाहिँ एकदमै खाना चाहिँ मिठो हुँदैन होइन, मिठो लाग्दैन। अनि सो त्यसैले तपाईँहरूले चाहिँ नेपालबाट खानेकुराहरू चाउचाउ बिस्कुटहरू लिएर आउनुहोस्, काजुहरू लिएर आउनुहोस्, मसलाहरू लिएर आउनुहोस्, दालहरू पनि अब पाउँ त यहाँ नि पाउँछ, तर सुरुमा थाहा हुँदैन। सबै कुराहरू पाउनु त पाउँछ, तर सुरुमा अब हामीलाई चाहिँ थाहा नै हुँदैन। अब बजार नजिक छ भने त ठिक छ, नभए बजार अब अलिक टाढा छ भने त तपाईँलाई अब बस पनि अब पाउनु त पाउँछ, तर बसहरूलाई कसरी बसमा कसरी चढ्ने, के गर्ने, के चाहिन्छ त्यो सबै कुरा हामीलाई थाहा हुँदैन होइन। सो त्यसैले अब हामीसँग सुरुमा आउने बेलामा अब सिम पनि हुँदैन ट्याक्सीलाई अर्डर गर्नको लागि चाहिँ, अब फोन गर्नको लागि, अनि त्यो भएर एकदमै गाह्रो हुन्छ। सो त्यसैले तपाईँले चाहिँ उहाँबाट नेपालबाट आउने बेला चाहिँ के गर्नुहोस् भने खानेकुराहरू चाहिँ टन्नै लिएर आउनुहोस्। अब अनि लुगाहरू पनि त्यही जाडोमा पनि नल्याउनुहोस्, अहिले जाडो गइसक्यो होइन, एकदमै गर्मी चाहिँ अब गर्मी सुरु भइसकेको छ। गर्मीको लुगाहरू लिएर आउनुहोस्, जाडोको लुगाहरू नल्याए हुन्छ, पछि यति किन्दा पनि हुन्छ होइन। यो चाहिँ गर्मी सुरु भइसकेको छ। अनि डकुमेन्टहरू सबै तपाईँहरूले अब थाहा छँदै होला डकुमेन्टहरू के ल्याउनुपर्छ भनेर होइन। त्यो डकुमेन्टहरू सबै कुराहरू हाल्नुहोस्। अब एलसी चाहिँ एकदमै यहाँ चाहिँ प्रिन्ट हुँदैन, एलसी चाहिँ उहाँबाट नेपालबाट प्रिन्ट गरेर ल्याउनुहोस् है। नागरिकताहरू ल्याउनुहोस्, प्यान कार्डहरू ल्याउनुहोस्, पासपोर्टहरू, अनि तपाईँले फोटोहरू पनि यहाँ चाहिँ एकदमै महँगो छ होइन, फोटोहरू पनि धेरै चाहिँ ल्याउनुहोस् पासपोर्ट साइजको। अनि पैसाको सन्दर्भमा चाहिँ तपाईँले अब पैसा चाहिँ त्यही हो, अब तपाईँको ट्रान्जिट कहाँ छ, थाइल्यान्डको ट्रान्जिट चाहिँ त्यही डलर सारेर ल्याउनुहोस्, मलेसियाको पनि ट्रान्जिट छ भने डलर सार्दा हुन्छ, डलर सार्दा हुन्छ होइन। नभए कोरियन पैसा पायो भने कोरियन सारेर ल्याउनुहोस्, अनि उहाँ ट्रान्जिटको लागि चाहिँ डलर सार्दा पनि हुन्छ तपाईँले। एकदम तपाईँले अब कोरियन पैसा पाउनु भएन भने, कोरियन लोन पाउनु भएन भने यहीँनिर डलर लिएर यहीँ सार्दा ट्रेनिङ सेन्टरमा सारिदिन्छ, तपाईँहरू त्यसको लागि चिन्ता नगर्नुहोस्, डलर लिएर आउनुहोस्, यहाँ ट्रेनिङ सेन्टरमा सार्न पाइन्छ। अब नेपाली पैसा चाहिँ 20,000 जति भयो भने तपाईँलाई सारेर ल्याउनु भने यहाँ पुग्छ, इनफ हुन्छ तपाईँलाई होइन। 50,000 वुन चाहिँ अब ट्रेनिङ सेन्टरमा त्यो बिमाको लागि काट्छ होइन, त्यो चाहिँ दिनुपर्ने हुन्छ। 1,50,000 भयो भने तपाईँलाई पुग्छ होइन। कतिपय अब साथीहरूको त अब कम्पनीमा खाना बस्नु अब सबै फ्री दिएको हुन्छ, खानाको लागि 2 टाइमै दिएको हुन्छ, त्यही भएर खासै त्यो पैसाहरू चाहिँदैन। जसको लागि अब त्यो कम्पनीमा एक टाइम मात्र खाना दिन्छ, अनि आफूले बेलुका चाहिँ आफूले खानुपर्ने त्यो छ भने चाहिँ तपाईँहरू त्यसको लागि पनि पुग्छ। तपाईँहरूले त्यति ल्याउनु भयो भने टेन्सन नगर्नुहोस् एकदमै। अनि नेपालबाट आउने बेला चाहिँ अब के हो, म जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने त्यो एकदमै माइन्ड मेकअप भएर आउनुहोस्। अब उहाँ सोचे जस्तो र यहाँ देखे जस्तोमा हुँदैन नि, यहाँ जुन गरेर एकदमै अब मलाई पनि पहिले त्यस्तै लाग्थ्यो कि अब नेपालमा चाहिँ अर्को सोचिन्छ, यहाँ अर्को हुन्छ नि त्यस्तो हुने। त्यो भएर एकदमै तर माइन्ड मेकअप चाहिँ एकदमै गरेर आउनुहोस् कि तपाईँहरूले उहाँबाट जस्तो सुकै काम पनि गर्न सक्छु भनेर त्यो माइन्ड मेकअप गरेर आउनुहोस्। अनि तपाईँहरूले यो हुन्छ नि अब मिनिङको बुकहरू लिएर आउनुहोस्, 2 बुकहरू लिएर आउनुहोस्। अब यसो खाली टाइममा पढ्न मिल्छ, यसो बेलुकातिर यसो पढ्नुपर्छ। अब भाषालाई चाहिँ इम्प्रुभ गर्नुपर्ने हुन्छ। अब कतिपय ठाउँमा त अब यहाँ कम्पनीमा त अब नेपालीहरू हुनुहुन्न, सो त्यसैले सुरुमा गाह्रो हुन्छ। मेरो पनि त्यस्तै भएको थियो, हामी फर्स्ट नेपाली हो होइन। यहाँ चाहिँ म्यानमार, कम्बोडिया अनि भियतनामको साथीहरू हुन्थ्यो, भियतनाम, अनि त्यसपछि पनि हुन्थ्यो थेकुक थाइल्यान्डको साथीहरू पनि हुनुहुन्थ्यो। अनि उहाँहरूसँग सुरुमा अब नेपाली नभएपछि चाहिँ अलिकति गाह्रो हुन्थ्यो। जो नेपाली अब उसमा छ, नेपाली साथीहरू हुन्छ कम्पनीमा, सजिलो हुन्छ तपाईँहरूलाई। अब जसको चाहिँ अब नेपाली साथीहरू पनि सुरुमा अलिकति गाह्रो हुने, भाषा प्रब्लम हुने होइन, अब ठ्याक्कै बुझ्न नसकिने होइन, अलिकति हुन्छ नि अब त्यस्तो। अलिकति हामीलाई पनि त्यस्तै समस्या भएको थियो, तर भाषा चाहिँ फेरि एकदमै छिटो इम्प्रुभ हुने क्या भाषाको चाहिँ, त्यो एकदमै इम्प्रुभ हुने। फेरि नेपाली साथीहरू यहाँ कम्पनीमा भाषाको चाहिँ एकदमै इम्प्रुभ छिटो हुने। सुरुमा चाहिँ अलिक गाह्रो हुन्छ होइन बुझ्नलाई, तर पछि एकदमै भाषाको इम्प्रुभ चाहिँ एकदमै हुने। हाम्रो पनि त्यस्तै भएको थियो होइन, नेपाली हुनुहुन्न थियो, हामी फर्स्ट नेपाली हो। त्यो भएर भाषाको चाहिँ एकदमै सुरुमा चाहिँ गाह्रो भएको थियो, तर अहिले एकदम इम्प्रुभ भइसकेको छ होइन, छिटो इम्प्रुभ हुँदैछ।
एकदमै एक्स्ट्रा टाइममा चाहिँ अब मिनिङहरू पर्ने त्यस्तो अनि मुभीहरूमा अब डकुमेन्ट्रीहरू हेर्ने त्यही भएर एकदमै भाषा चाहिँ इम्प्रुभ भएको छ तपाईँहरू त्यसको बारेमा टेन्सन नगर्नुहोस् तपाईँहरूले चाहिँ के चाहिँ भने म जस्तो सुकै काम चाहिँ गर्न सक्छु भनेर आउनुहोस् अब कोरियामा अलिकति देखे जस्तो र आफूले सोचे जस्तो देखे जस्तो धेरै फरक छ होइन यहाँ आइसकेपछि तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ तर जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने माइन्डमा गयो भने तपाईँले 100% सक्नुहुन्छ त्यो चिन्दै भएन अब एक त हुन्छ होमसिक हुन्छ होइन घरहरू छोडेको अब त्यतिकै एकदमै दुःख लागिरहेको हुन्छ त्यसले गर्दा पनि काम अलिकति गाह्रो भयो भने तपाईँहरूलाई अब एकदमै माइन्डमा अलिकति नेगेटिभ भाइब्रेसन हुनसक्छ होइन त्यही भएर नेपालमा जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने त्यो उसले आउनुहोस् मोरल लिएर आउनुहोस् एकदमै तपाईँलाई यहाँ हेल्पफुल हुन्छ अनि अब यहाँ चाहिँ फेरि एकदमै टाइमलाई चाहिँ एकदमै केयर गर्नुपर्छ नेपालको जस्तो हुँदैन नेपाली समय जतिखेर जे गर्दा नि हुन्छ भने त्यो हुँदैन एकदमै यहाँ चाहिँ टाइमको चाहिँ भ्यालु राख्नुपर्ने हुन्छ है टाइमलाई चाहिँ एकदमै केयर गर्नुपर्ने हुन्छ एक सेकेन्ड पनि यहाँ धेरै नै भ्यालु छ त्यसैले एकदमै अहिलेदेखि नै टाइमलाई चाहिँ एकदमै केयर गर्नुहोस् टाइमको चाहिँ अनि नेपाली चल्छ भने जस्तो चाहिँ नगर्नुहोस् यहाँ एकदमै है टाइमको चाहिँ त्यस्तो छ अनि अरू त अब यस्तै छ अब तपाईँ सोध्नुपर्ने कुराहरू केही छ भने मलाई कमेन्टमा गर्नुहोस् म तपाईँलाई बताउनेछु र यस्तै यो वित्तीय सम्बन्धी जानकारीको लागि चाहिँ बुझ्न चाहनुहुन्छ भने मलाई मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् र लाइक कमेन्ट गर्न चाहिँ नबिर्सनुहोस् है त।